नमस्ते जोडले साथीहरू के छ सन्चै हुनुहुन्छ म नि ठिकै छु भन्दा नि रुगा खोकी लाइरह आज चाहिँ अलि सन्चो भयो अनि आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला अनि मैले चाहिँ अहिले खाना बनाउन लागेको छु अनि यहाँ भात बसालिसकेँ यहाँ दाल पाकिसक्यो अनि यहाँ सब्जी चाहिँ यहाँ केलाउँदैछु अनि यो चाहिँ मेरो जिरा पानी यहाँ चाहिँ जिरालाई भिजाएर राखेको छु अनि अहिले एकछिनमा उमालेर अनि मन तातो गरेर खान्छु सधैँ यस्तो नराम्रो खोकी लागेको छ अनि आज चाहिँ शीतलै छ भनौँ पानी आउला जस्तो भइरहेको छ बिहान अनि बिहान चाहिँ म ढिलै उठेँ आज भनौँ अनि सन्चो पनि थिएन होइन रुगा खोकी लागिरहेको छ अनि यस्तो अल्छी लाग्ने कि रुगा खोकी लाग्दा नि यस्तो अल्छी लाग्ने टाउको भारी हुने त्यस्तो भइरहेको छ सब्जी बनाउँदैछु बोडी यहाँ चाहिँ केलाएर यति गरिसकेँ अनि अब चाहिँ सब्जी बनाउँछु अनि दाल भात बनाइसकेको छु अनि अरू के गर्छु त हजुरहरूलाई देखाउने छु मैले आज के गर्छु त दिसभरिमा अनि म त्यही देखाउने छु भिडियोहरू अनि म चाहिँ सोचेको छु डेली भ्लग गर्छु भनेर अनि मेरो भोइस चाहिँ कस्तो आएको छ के किनभने खोकी लागेको छ रुगा लागेको छ नि त भोइस पनि कस्तो के सुके जस्तो कस्तो आइरहेको छ राम्रोसँग आएको छैन सब्जी पकाउनु लाग्यो मैले चाहिँ आलु अनि लौका पनि थियो लौका पनि मिक्स गरिदिएँ आलु लौका बोडी सब मिक्स पारेर पकाउने मिठो हुन्छ होला धेरै भएको सब्जीहरू धेरै भएपछि बनाउँदैन साझालाई पनि हुन्छ खानालाई अब एकछिन यसलाई चाहिँ मजाले छोपिदिन्छु थाल्नु लम्काउँ खै मम्मी खेलाउँछु यो सब्जी चाहिँ अब पाक्न लागिसक्यो मैले चाहिँ यता कपडा पनि धोएको छु अनि अलिअलि कपडा धोएको छु मेरो फुल चाहिँ बिचरा पानी नपाएर कस्तो भयो बिहान नहाले नि दिसभरिमा यस्तो सुकिहाल्छ साँझ हाल्यो बिहान पनि त्यस्तै हुन्छ घाममा यस्तो चर्को घामले यस्तो भयो मेरो फुलहरू सबै प्लान्टहरू मात्र चाहिँ मजाले फुलिरहेको छ कस्तो राम्रो कलर है रानी कलर वाउ यो चाहिँ बत्तल काटेर बनाएको हामीले दिदी र मैले बनाएको थिएँ यस्तो भयो यहाँ अरू चाहिँ फालिदिएँ मैले यहाँ चाहिँ 4वटा मात्र रहेछ बत्तल काटेर 2टा बनाएर अनि बनाएको थिएँ यहाँ चाहिँ यो चाहिँ तमु भएको छ त्यो अग्लो भएको थियो म काटेर फेरि गाड्नु पर्ने हुन्छ बाँच्छ कि बाँच्दैन थाहा छैन अब चाहिँ म कपडा सुकाउँछु अनि त्यसपछि नानीलाई जानलाई रेडी गर्नु पर्ने हुन्छ मैले चाहिँ माथि सुकाउँदैन घाममा किनभने यस्तो चर्को घाम छ नि त त्यही भएर अब स्कुल जानलाई रेडी भइसकेको छ अब बेला भइसक्यो छिटो 9:30 भइसक्यो यता हेर्नुहोस् त मम्मीलाई वाउ ब्युटिफुल गर्ल
न यता हेर त ऊ रेडी भयो यता हेर न ऊ सानो रेडी मन रेडी हुनु भनेको नानीलाई स्कुल सनस्क्रिन लगाइहालौँ भनेर नानीलाई स्कुल छोड्न जानु पर्यो 10-15 लगाइसक्यो धेरै निकाल्दैछु हो यस्तो जुगाड लगाएर अब चाहिँ रेडी भइसक्यो अब जानु पर्ला सनस्क्रिन लगाएको मैले चाहिँ आस्टाबेरीको सनस्क्रिन लगाउँछु यो चाहिँ के भन्छ फाउन्डेसन प्लस सनस्क्रिन भनौँ सनस्क्रिन एकदम सिरम चाहिँ लगाउँछु जे सस्तो छ त्यही लगाउनु त नि स्कुल जानलाई रेडी हेरेर भन त हाई गाइस हाई भुलेको होला अब चाहिँ हामी खाना खान लाग्यो चाहिँ हिजोको चाउमिन बनाएर खाएको थियो साँझ भात नखाइकन चाउमिन बनाएर खाएको थियो त्यही भएर चाउमिन थियो चाउमिन पनि खान लाग्यो अघिको चाहिँ भात खाऊ ए चटनी थियो नि जान लिन जान कस्तो छ क्या ले लौका रो बोडी यो खान्छस् म चाहिँ नानीलाई स्कुलबाट छोडेर आएर अनि खानासाना खाएर भाँडासाँडा मोलेर भ्याइसके साथीहरू अब चाहिँ म यहाँ आँपको मुरब्बा बनाउनु भनेर काट्न लागेको छु यो छ होला यो 3 किलो जति आँप त अनि कस्तो पाक्न लागिसकेछ हौ यतिकै राख्दा यो चाहिँ आमाले पसलमा राख्नु भएको थियो बेच्न भनेर अनि बिक्री भएन के गर्ने हैन घरै खानु पर्यो अनि अलिकति अरूले दिएको पनि थियो अनि अब चाहिँ म मुरब्बा बनाऊँ भनेर ओके कस्तो हुन्छ काटेर यसलाई चाहिँ मुरब्बा बनाउने भेरीमा मजाले पकाउने अनि मसलाहरू मिठा जिराहरू हालेर मजाले पिरो पिरो गुलियो बनाएर खाने अब म चाहिँ काट्छु कुन चाहिँले काटौँ हौ ती धेरै छ यस्तो मजाले यो त यो गिलो गिलो भएको त काट्न गाह्रो हुन्छ होला त्यो पहेँलो भइसकेछ गिलो गिलो भइसकेछ पाक्न लागिसकेछ हौ कस्तो साह्रो भएको कति धेरै चोप निस्केको यस्तो चोप निस्केछ यस्तो देख्नु यस्तो चोप निस्केछ यसको
यसको चाहिँ बोक्रा खोल्साएर मैले चाहिँ भ्याइसकेँ। सबै अब यसलाई चाहिँ मजाले गएर काट्नु पर्ने हुन्छ। अब चाहिँ काट्छु म फेरि यसलाई। कोही चाहिँ हेर्नुहोस् न पाकिसकेको छ। तर यो पाक्ने बेला भएर पाकेको होइन कि रागा यत्तिकै यो गर्मीले पाकेको हो। यत्तिको पिस गराइने हुन्छ, यत्तिको मजाले। चाहिँ सुर्खा लगाइसकेको रहेछ यसमा। मैले चाहिँ काटेर भ्याइसकेँ। एक बाटा भएको चाहिँ सानो बाटामा एक बाटा भएको छ। अनि यो चाहिँ म ठुलो कराईमा बसाल्छु। अनि यहाँ चाहिँ मैले मसलाहरू सब भुटेर राखिसकेँ। यो सब मिक्स छ, जिरा, धनियाँ, मिठा जिरा अनि मेथी सब मिक्सवाला छ। अनि म कराई बसाल्छु। अनि त्यसपछि यसलाई पकाउनु पर्छ। कराई तातिसक्यो। अब चाहिँ म थोरै तेल हाल्छु। त्यही जति हाले तेल मैले। अनि यसलाई चाहिँ खुर्सानी छ, सुकेको खुर्सानी फुराइदिने। कस्तो यहाँ चाहिँ बिर्सेको काट्नु छु होइन, पक्लिन्छ अघि नै पाकेको थिएँ। अनि मैले चाहिँ यत्तिकै राखेको थिएँ। यस्तो भयो मजाले, दामी भएको छ। कस्तो शीतल रहेछ हौ माथि त, कस्तो शीतल रहेछ हौ माथि। कस्तो हावा चलिरहेको छ। हुन्छ साँझ पर्न लागिसक्यो। घाम चाहिँ डुबिसकेको छ। अनि आज मैले के गरेँ हजुरहरूलाई देखाइसकेँ, हेरिसक्नुभयो भिडियोमा। अनि कस्तो लाग्छ कमेन्ट गर्नुहोला। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि मेरो भिडियो हेर्ने जतिलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज चाहिँ म के गरेँ हजुरहरूले हेरिसक्नुभयो। र अर्को भिडियोमा भेटौँला। हस् त, बाई बाई।